हेलो वेलकम ब्याक सबैजनालाई। आज चाहिँ म है गाइजहरूलाई गुदैले हान्न सिकाउँछु। अरू गर्न नसके नि गुदैले हानेर चरा मारेर चाहिँ खाउदैन केटाहरूले। नेपालमा अब धेरैले सिका छैनन् पनि होला, तर मेरो यत्रो बच्चादेखिको अनुभव चाहिँ आज गाइजहरूलाई सिकाउँछु। तर मेरो रुलमा हान्नु पर्यो अनि खत्रै हुन्छ फेरि। मैले अब गुदैले सुदैले पनि छैन मसँग, बनाउँछु अनि कत्तिको हान्ने रहेछु मैले पनि। अनि मेरो तरिकाले चाहिँ हान्न सिक्नुपर्छ गाइजहरूले नि, अनि खत्रै हुन्छ। कस्तो हुन्छ भने लङ रेन्ज अनि सर्ट रेन्जमा चाहिँ हल्का फरक हुन्छ, डिफ्रेन्स हुन्छ। अनि त्यो चाहिँ आफूले अनुभव हुनु पऱ्यो क्या गाइज। अरूभन्दा नि मैले चराहरू नि थुप्रै मारेको छु, कालिजदेखि लिएर सानो चरा त मैले कति मारे अब होइन। धेरै फोटोहरू त छैन, जे भए पनि थोरै फोटोहरू त छ। एकुरेट हान्न चाहिँ सिकाउँछु, खतरा टक्क चराहरूलाई चाहिँ मार्न सिकाउँछु। चराहरूले मार्न भन्दा पनि एउटा गुदलीले कसरी एकुरेट हुन्छ त्यो चाहिँ सिकाउँछु। गुदलीको चराहरू यहाँ थुप्रै कराइरहेछन्, तर चराहरूलाई चाहिँ मार्नुहुन्न गाइज। त्यही है गाइज, चराहरूलाई चाहिँ मार्नुहुन्न। अब हुन्छ नि त्यो चैत वैशाखतिर चाहिँ खास गरी चाहिँ मार्नुहुन्न। यिनीहरूले त्यति बेला चाहिँ अन्धकार र गुड बनाएर बच्चा जन्माउने बेला हो। अनि त्यो बेला हानिदियो भने चराहरू बिचरा बच्चाहरू त्यत्तिकै मर्छन् कि। माउलाई हानिदिएपछि अब चारो खोज्न आएको माउलाई होइन हानिदिएपछि अब बच्चाहरू त त्यसै मर्ने भयो। अनि कस्तो हुन्छ भनेपछि विदेशतिरको चाहिँ अब एउटा बेरिङले हान्छ होइन, बेरिङले हानेपछि एउटा एकुरेट जान्छ। एकुरेट भन्दा पनि एउटै लेभलको हुन्छ नि त। अब ढुङ्गा त कुनै सानो कुनै ठुलो हुँदै जान्छ। अब तपाईँले हान्नुभयो मार्बल होइन, मार्बल गुच्चाले हान्नुभयो भने पनि हल्का फरक जान्छ। विशेष एउटै गुच्चाले हानिराख्नुभयो भने चाहिँ त्यो एकुरेट नै जान्छ। तर तपाईँले ढुङ्गाले हान्नुभयो भने चाहिँ कुनैको वेट बढी हुन्छ होइन, बढी हुने चाहिँ अलिक पहिल्यै झर्छ। अनि हल्का वेट नहुने चाहिँ अलिक टाढासम्म जान्छ, हाई जान्छ क्या। किनकि अब त्यसको वेटले पनि इफेक्ट गर्छ होइन, कता हान्नुहुन्छ भन्ने कुरा हो। नेपालमा चाहिँ मैले खुङ्खारै बनाइदिन्छु। ल यो मेरो भिडियो हेर्नेहरूलाई चाहिँ मैले खुङ्खारै बनाइदिन सक्छु गुदली हान्नेमा चाहिँ है। तर धेरै चराहरू चाहिँ नमार्छौँ है गाइज। त्यही भन्दै म सिकाउन गइरहेको छु। केही पनि छैन मसँग चाहिँ, दाइहरू त्यहीँ हुनुहुन्छ। अनि मैले टक्क यसरी हान्छु, मैले यस्तो हो भनेर सिकाउँछु। अनुभव मेरो अहिलेसम्म हानेको, बच्चैदेखि हानेको नि त, जस मलाई थाहा छ, धेरै अनुभवहरू छ होइन। लङको कसरी हान्ने, सर्टको कसरी हान्ने भन्ने चाहिँ अनुभव छ। अनि बनाउँछु गुदली सुदली, टक्क देखाउँछु है गाइजहरूलाई। यो लत्ताहरू छ, यो आफैले बनाएको मैले, यो बनाएँ अनि यो पनि बनाएको। ए ठिक छ, त्यसले बतारेर बनाउनु न। ठिक छ बनाएर ल्याउनु पर्ने रहेछ यार। यहाँ अब भिडियो बनाउने भनेर सब ढोकाले लिएर आएको। बान्नी त यसरी नै हो गाइज, त्यस्तो यसको टेक्निक सेक्निक चाहिँ छैन। जसरी आउँछ त्यसरी बान्ने, तर हान्ने चाहिँ टेक्निक छ। यहाँ छ क्या जति नि, यहीँ कैँची छ, यहीँ छ। यो चाहिँ कान बान्नुपर्छ गाइजहरू है, कान पनि बान्ने हल्का मसिनो चाहिन्छ। मैले घरैबाट बनाएर आउनु पर्ने रहेछ कि एउटा गुदली त खतरा। पछि गाइस अब यहाँबाट मेरो मुन त देखियो कि देखिएन है। मेरो चाहिँ अब अनुहारै देखिन्न होला कि। जस कस्तो हुन्छ भनेपछि दुई लड हुँदैन नि, दुई लड बनाउने भनेको यसरी तन्काएर यसरी हान्नुपर्छ। हेर्नु है गाइस कसरी लागिरहेछ होइन। पुरा फेरि हेर्नु है, मैले चाहिँ फेरि सिकाइदिन्छु है, राम्रोसित सिकाइदिन्छु। तर कसरी हान्ने रहेछ त्यो भने
देख्नुभयो नि होइन कस्तो हुन्छ भनेपछि मैले तपाईँलाई एउटा राम्रो तरिकाले सिकाउँदाखेरि हात चाहिँ जहिले पनि होइन गाइस यहाँ हुनुपर्छ एकुरेट चाहिँ यहाँ छिम हुनुपर्छ यस्तरी हान्ने हो अनि त्यसपछि हात यस्तो भएर यो हुन्छ नि त मैले देखाइन्छु अब मैले चाहिँ कसरी हान्छु भनेपछि गोती नराखौँ फेरि मोबाइलमै हान्ने ल फेरि बोल त त्यो च्याङ भइसकेको छ यहाँ यस्तो गरेर अब यो हात त अब यता पनि हुनसक्छ होइन यता पनि हुनसक्छ यो यता पनि हुनसक्छ यो यता पनि हुनसक्छ नि त जहिले पनि एकुरेट के एकुरेट हुनु पऱ्यो टक्कै यतिको हुनु पऱ्यो सधैँ कि एउटै निशानामा हुनु पऱ्यो अनि हात चाहिँ यहाँ हुनुपर्छ गाइस मेन कुरो भनेको चाहिँ हात चाहिँ सधैँ यहाँ हुनुपर्छ अनि कस्तो भनेपछि यो गुत्ती समात्दा चाहिँ यो पाउच समात्दा चाहिँ पाउच भन्छ या यसलाई कान भन्छ के भन्छ होइन आफ्नो बुझ्ने हिसाबले यो चाहिँ ट्याक्कै एकुरेट हुनु पऱ्यो दुईटा समात्ने चाहिँ अनि ट्याक्क यो चाहिँ एकुरेट हुनु पऱ्यो क्या सधैँ यो एकुरेट भयो भने चाहिँ सधैँ गयो कि यहाँ राख्नु पऱ्यो होइन यो औँला चाहिँ अनि हल्का लङ रेन्जको चाहिँ कस्तो हुन्छ भनेपछि मैले बुत्ती राखेरै सिकाइन्छु फेरि फुस्केर लाउला उतातिर होइन सर्ट रेन्जमा यहाँ हुन्छ होइन अलि लङ रेन्जमा यहाँ हुन्छ अलि लङ रेन्ज यहाँ हुन्छ नि त सर्ट रेन्जमा त अनि अलि लङ रेन्जमा यहाँ हुन्छ अलि लङ रेन्जमा यहाँ हुन्छ अलि लङ रेन्जमा यहाँ हुन्छ होइन निशाना चाहिँ यहाँ छ नि त गाइस तर लङ रेन्जमा चाहिँ यहाँसम्म पुग्छ है अनि अर्को हिसाबले गर्नुहुन्छ भने यहाँ हुन्छ होइन सर्ट रेन्जमा अनि लङ रेन्जमा अलि यहाँ हुन्छ अलि यहाँ हुन्छ अलि यहाँ हुन्छ यो गुदली चाहिँ एकदम सिधा हुनुपर्छ है गाइस अनि अर्को भनेको चाहिँ अनि यो लत्ता पनि एकदम एकुरेट हुनुपर्छ माथिबाट हेऱ्यो भने मुनिको नदेखिन हुनुपर्छ है गाइस एकपल्ट फेरि हेर्नु है मैले कसरी हान्छु मेरो चाहिँ 90 डिग्री भन्छ यो कटलाई चाहिँ एकुरेट हान्ने चाहिँ ल हेर्नु गाइस एकुरेट चाहिँ यहाँ छिम हुन्छ सधैँ 90 डिग्रीमा अनि यो पनि तपाईँले कसरी तन्काउनु हुन्छ भनेपछि अब पहिला यहाँ राखेर तन्काए पनि हल्का फरक जान्छ अनि यसरी तानेर यसरी यहाँ राखे पनि फरक जाने छ है गाइस फेरि कस्तो हुन्छ भनेपछि यो चाहिँ यहाँ राखेर पहिलो सुरु यसरी तन्काउनु होला कि भने यसरी तन्काउँदा पनि हुन्छ यसरी तन्काउँदा पनि हुन्छ तर लाउनु चाहिँ फिक्स लाउँछ अझै सानो मैले कुराहरूलाई पनि हान्न सक्छु एउटा लाइटर साइटरलाई पनि हानिदिन्छु पहिला सुरु यसलाई यसरी तन्काएर आफ्नो आँखाले चाहिँ टक्क आफ्नो आँखाले चाहिँ टक्कै हेरीमा राख्नु होइन गाइस माथि यसरी तन्काउनु होला क्या अलि हाइट चाहिँ माथि नै भयो जस्तो लाग्यो 90 डिग्री चाहिँ यस्तो हुन्छ है 180 डिग्री चाहिँ 45 डिग्री चाहिँ यो हो 90 डिग्री चाहिँ यो हो होइन अनि धेरै जस्तोले चाहिँ 180 डिग्री हान्छ होइन सबले नै सुरुमा चलाउने बित्तिकै 180 डिग्री नै हान्छन् होइन यसरी नै हान्छन् तर यसको चाहिँ योमा हान्छन् तर होइन यो चाहिँ हल्का छड्के बनाएर हान्दो रहेछन् होइन मैले चाहिँ त्यो बुझेँ तर हान्ने भने चाहिँ याछिम हुन्छ है गाइस यसको सबै एकुरेट चाहिँ निशाना याछिम हुन्छ हात चाहिँ कमाउनु हुन्न मैले यो 90 डिग्री पनि हानेर एकपल्ट विचार गर्छु कतिको जाने रहेछ है एकुरेट मैले 90 डिग्री पनि सक्छु है सक्न चाहिँ अनि कस्तो हुन्छ भनेपछि सब मान्छेले भन्छ कि 90 डिग्री यसरी हान्दाखेरि यस्तै हान्दाखेरि होइन सबले भन्छन् कस्तो भन्छन् भने अब 90 डिग्री यस्तरी हान्दाखेरि योमा हुन्छ भन्छन् तर यसको चाहिँ अलि माथिपट्टि हेर्ने छिम हुन्छ यसको चाहिँ है मेरो अनुभवमा चाहिँ हान्नु एकपल्ट याछिम हान्नु तपाईँले अनुभव गरिराख्नु जो फिक्स हान्नुहुन्छ कि याछिम हान्यो भने
तर हात चाहिँ यहीँ हुनुपर्छ तन्काइ चाहिँ है 45 मा चाहिँ बल्ल यहीँ हुन्छ है यसरी हान्दा चाहिँ अब हल्का व्यवस्थित यहाँ छिम चाहिँ हुन्छ जसरी नि यहीँ छिम आउँछ यसरी हान्न पर्यो 45 चाहिँ यहीँ छिम आउँछ म चाहिँ 45 चाहिँ हान्न सक्दिनँ सानैबाट चाहिँ मैले नै 180 नै हानेको यसरी कस्तो हुन्छ भनेपछि गाइज सिकाउनु पर्दा चाहिँ 90 डिग्री मैले फेरि पनि हान्छु मैले सानैबाट हान्थेँ तर अहिले चाहिँ मैले त्यति हाउन्न अलि गहना होइन यो 90 डिग्री त मैले बिर्सिसकेँ कि मैले बच्चामा हान्थेँ पानी पऱ्यो यार अरू भन्दा नि फेरि किनमा पानी बिदा भयो भने चाहिँ मैले सिकाउँछु 90 डिग्री अझै पनि मैले हानिदिन्छु त तर 2 तालमा चाहिँ मैले फिक्स हानिदिन्छु हान्दिनँ त 90 डिग्री पनि त्यो पनि हल्का अहिले चाहिँ धेरै बिर्सिसकेँ नि त मैले 180 हान्दा 90 डिग्री हान्दा 180 नै बिर्सिसकेँ त्यति सक्दिनँ जे यसको निशाना चाहिँ यहाँ छिम हुन्न हिममा छिम हुन्छ है गाई निशाना चाहिँ हिममा छिम हुन्छ यता यहाँ छिम पनि हुन्न यहाँ छिम हुन्छ यति हाइमा हुन्छ यहाँ छिम हान्न पर्यो कि अनि 90 डिग्रीमा कस्तो सिम्पल छ भने यहाँ हुन्छ क्या 90 डिग्रीमा फेरि सबैको जति गरे नि यहाँ 90 हुन्छ अनि कि यता भित्र जान्छ कि भने यता बाहिर आउँछ होइन गुत्ती चाहिँ अलि बुझाउनै सकिन्न क्या मैले चाहिँ कस्तरी बुझाइदिएँ मलाई गुत्ती पनि सकिसक्यो कस्तो हुन्छ भने गाइज अब यसरी यहाँ राखेर यसरी तन्काउँदा चाहिँ यो भित्रपट्टि छिर्छ होइन गोत्ती चाहिँ अनि तपाईँले यहाँ राखेर पहिला यसरी तन्काउनु भयो भने चाहिँ यसको चाहिँ यहीँ नै हुन्छ निशाना चाहिँ सधैँ यहीँ नै हुन्छ यो मैले भनेको रुल्स चाहिँ फलो गर्नुहोस् फिक्स नै हो यो चाहिँ पानी नै पऱ्यो केटाहरू चाहिँ सब गइसक्यो है केटाहरू चाहिँ सब गइसक्यो हामी टमिरोमा चाहिँ यहाँ छौँ पानी पऱ्यो गाई सब भागिदिएर आएको अब उहाँ भागिदिएर आएको बनाउने भनेर कस्तो हुन्छ भने चाहिँ यो हान्ने बेला चाहिँ गाई एकदम ख्याल पुऱ्याउनु पर्ने कुरा चाहिँ यहाँ बस् म सिकाउँदैछु कि यहाँ गाई चुल्ला है भनिदियो ल गाई चुल्ला एकपल्ट है भनिदियो कि है भनिदियो त सरकार भेन्स कि हात हाई ल हाई भनिदियो त हाई पानी परेछ हामीले केही गर्नै सकिएन सिकाउनै पाइएन भन्दै अनि कस्तो हुन्छ भने गाई भन्नु नै पर्दा चाहिँ एकुरेट हान्नु नै छ भने चाहिँ यहाँ राख्नु है सधैँ यहाँ हुनु पऱ्यो अनि यो चाहिँ पुरै मिलेको हुनुपर्छ यस्तो भएर पनि हुन्न है गाई यति भयो भने पनि मिस्टेक जान्छ यति भयो भने पनि मिस्टेक जान्छ है अनि यो हामीलाई चाहिँ कस्तो हुन्छ भनेपछि 100मा 100% चाहिँ फिक्सै हुन्न क्या कहिले पनि घरि हल्का यता होला होइन घरि यता होला अब घरि यता होला घरि यता होला यो चाहिँ हुन्छ होइन सबैको नै हुन्छ क्या जो मान्छेलाई पनि हेर्नु होइन 100% भन्ने चाहिँ हुँदै हुन्न किनकि अब घरि अब यो पाउज्ने यसरी तन्काउँदा यो फुत्किन सक्छ होइन अब कुनै बेला यही चुत्दिन सक्छ होइन अब त्यही कारणले गर्दाखेरि नि अब 100% भन्ने चाहिँ हुन्न कुनै बेला चाहिँ अब भनौँ न 90% त हुन्न 99% चाहिँ गोत्तीहरू चाहिँ यहाँ पनि ठोक्किन सक्छ क्या अब यहाँ हालेको थियो मैले चाहिँ प्लास्टिक अनि अनि 100% भन्ने चाहिँ यो फिक्सै हुन्न है गुजलीमा चाहिँ तर कस्तो गर्नु भनेपछि यो चाहिँ सधैँ के यहाँ चाहिँ राख्नु तन्काउनु होइन अनि एम चाहिँ यहाँ हुनु पऱ्यो 90 डिग्रीमा हान्ने कोसिस गर्नु मैले पनि 90 डिग्रीमै सिकेँ होइन यो सिक्नमा अलि सिम्पल पनि छ कि कसरी गर्नुहुन्छ भनेपछि यो सिम्पल होइन अब ताक्यो भने यहाँ हुन्छ होइन अनि यो यता ढल्केको चाहिँ यो लबड हेरेर पनि थाहा हुन्छ कि हल्का यता ग्यापमा छ कि यो दुईवटा बराबर राख्नु होइन अनि यो चाहिँ यता पनि हुनु भएन यता पनि हुनु भएन होइन यो धेरै तरिका छन् यता पनि हुन्छ है एउटा कोड छ भनेपछि
यता पनि लाग्न सक्छ, यता पनि लाग्न सक्छ, माथि पनि लाग्न सक्छ, मुनि पनि लाग्न सक्छ होइन। यो चाहिँ एकुरेट हुनु पऱ्यो, सबै तन्काउने राख्ने, एकुरेट बनाउनु पऱ्यो यसलाई चाहिँ। म चाहिँ पानीमा रुच्दै बनाइरहेको छु भिडियो चाहिँ। चराहरूलाई चाहिँ म चाहिँ हान्दिनँ होइन, तर चरा मार्दैन त्यो चाहिँ भिडियो मात्र सिकाइस् भन्नु होला, तर चाहिँ मेरो बच्चैदेखिको अनुभव हो यो चाहिँ। र पानी पऱ्यो, पानी बिदा भएपछि सिकाउँछु गाइजहरूलाई। अझै म राम्रो तरिकाले सिकाउने कोसिस गर्छु होइन, मैले अझै राम्रो तरिकाले भन्न सकेको छैन, मैले चाहिँ सिकाउँछु। पानी ठुलो परिसर यहाँ चाहिँ गाइस सिकाउँछु भनिरहेको थियो होइन, पुरा पानी परेर होइन बिजोग भइरहेको छ। उहाँ केटाहरू चाहिँ उहाँ गोठ बनाउने भनेर उहाँ गोठ बनाउन गइरहेछन्। पुरा माथिबाट त खत्रै बारिस आयो होइन, मोबाइल पनि पुरा चलेको चलेकै, अब घरि कहाँ थिचिन्छ घरि कहाँ थिचिन्छ। तमेरो म चाहिँ यहाँ है, तमेरो म चाहिँ यहाँ रुझेर है तमे, तर म त यहीँ बस क्या, यहीँ बस बिजोत भयो। तमेरो म चाहिँ माथि नस्कियो अरे धेरै दिन भयो नुहाइयो। एउटा चाहिँ यहाँ पुरा भित्र चाहिँ उहाँ नाङ्गै भएर बनाउनु भयो। पानी चाहिँ खत्रै दर्किरहेको क्या, अब माथि हेर्दा हेर्दा यार गडाङ गुडुङ हेर्दै हालत त है है बहुत मुस्किल र बहुत मुस्किल जंगल पे रहने का बहुत मुश्किल बहुत मुश्किल है यार भाई लोग, हम तो फंस गए जंगल में यार। यो यहाँ अझै खस्यो अगाडि माथि के बनाउनु होला यार, बनाएको घर त नभत्का यार। हाम्रो गाइस पानी परेर बिजेकै भयो यार, यहाँ पनि थोप्पा 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 चुको चुई गर्छ यार, बिजेकै भइसक्यो पानी परेर। हामी चाहिँ अब घरतिर जानु लागिसक्यौँ। हेर्नु हेर मेरो कपालमा कसरी टप टप चुन्छ यार, पुरै पानी डह्रो ठुलो परिदियो क्या यता पोखरातिर, अनि सिकाउनु पनि पाइएन, फेरि परिदिइसक्यो यार। पुरा यो पुत्ला बनाएको ओढेर गइदिनु पर्छ क्या यार, बारीमा पुत्ला बनाएर चाहिँ ओढेर गइदिनु पर्ला। लास्ट ऱ्याङ्को पनि छ क्या, केटाहरू चाहिँ ओ मुनि पुगिसक्यो। म चाहिँ यहाँ भिडियो बनाउँदै जानु पर्ला भनेको के अरे, जस्तै यो गाइस अलि मजाले सिकाउन पाइएन। मैले अझ नेक्स्ट भिडियोमा अझै चाहनुहुन्छ भने है, चाहनुहुन्छ यदि चाहनुहुन्छ भने चाहिँ मैले अझै पनि सिकाउने कोसिस चाहिँ गर्छु। त्यही हो गाइस, पानी परेर बिजोकै भइदियो यता चाहिँ। ओ हेलमेट पनि रहेछ गाइस यार, यहाँ त यार हेलमेटै ओढेर जानु पर्ला जस्तो लाग्यो। जस धानबारीमा भगेराहरू यता कुकलीहरू आउँछ, अनि भगाउन त पर्यो होला गाइस। आयो सबैजनालाई भिडियो मन नपरे पनि परे पनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियो यति नै। बाई बाई गाइस सबलाई।